मिस्टर समीर थापा मगर। आज चाहिँ बेगनास तालको बारेमा तपाईँहरूलाई म नयाँ मान्छेसँग कुरा। राजेश कुमार यादवजी, तपाईँ यो बेगनास तालको बारेमा के भन्न चाहनुहुन्छ ल? सर्वप्रथम दर्शकवृन्द सम्पूर्णमा नमस्कार। मेरो नाम राजेश कुमार यादव। म पशु प्राविधिक तथा पशु चिकित्सा 5th सेमेस्टरमा अध्ययनरत विद्यार्थी। आज म पोखराको एउटा सानो ट्रेनिङको कारणले यहाँ बेगनास ताल घुम्ने मौका पनि पाएँ र यो तालमा खास भनेको यहाँको म्यानेजमेन्ट मलाई त्यस्तो गतिलो लागेन। अब यो म्यानेजमेन्ट टिमलाई म के भन्न चाहन्छु भने बेगनास ताल भनेको नेपालभरि यसको नाम एकदम चर्चित छन् है। हजुर। तर यस्तो व्यवस्थाले गर्दा अलि नराम्रो प्रभाव पर्दो रहेछ। अनि त्यही भएर यसको सरसफाइमा अलि ध्यान जाओस्। बाँकी त सबै कुरा एकदम गतिलो छ। तिनतिरबाट पहाडले घेरिएको यस्तो हरियो पानी है, डुङ्गाहरू पनि छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। ल यति हो, हस् धन्यवाद। यहाँ हाम्रो राजेश कुमार यादवजीले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि यो बेगनास तालको व्यवस्थापक समितिज्यूहरूलाई चाहिँ यो हाम्रो तालमा चाहिँ यो बोसुहरू हो कि के हो ल्याएर फालिदिनु भयो रहेछ। धेरै माछाहरू पनि हामीले मरेको मृतक अवस्थामा भेटिएको थियो मगेन? हो माछा पनि मरेको रहेछ। यो फोहोरले गर्दा हो। पानीको मलाई लाग्छ अक्सिजन लेभल कम भएर माछाहरू मरेको जस्तो लागिरहेछ। यहाँ खासमा मैले सुनेअनुसार यहाँको लोकलको भनाइअनुसार होटेलबाट फोहोरहरू यहाँ फाल्ने गर्दछ र यो अलि नराम्रो अस्वाभाविक कुरा भयो र यो कुरामा विशेष ध्यान जाओस् भन्ने व्यवस्थापक समितिलाई म आग्रह गर्न चाहन्छु। ल हस् धन्यवाद। हाम्रो राजेश कुमार यादवजीले चाहिँ यो हाम्रो बेगनास तालको बारेमा भनिसक्नु भएको छ। तपाईँहरू चाहिँ ब्लग हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट पनि गरिदिनु होला है त।